नेपाल क्रिकेट सङ्घ क्यानको हेड कोच स्टुअर्ट ल 1 देखि 1.5 सातासम्म नेपाल आइपुग्ने क्यानका प्रवक्ता छवि लामा। नेपाली क्रिकेट सङ्घ क्यानले अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ललाई 2 वर्षका लागि नेपाली क्रिकेट राष्ट्रिय टोलीको टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्ति गरेको छ। सङ्घको शुक्रबार भैरवामा बसेको केन्द्रीय कार्य समितिले बैठक प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो। मार्चको अन्त्यदेखि सम्झौता लागू हुनेछ, तर कति रकममा अनुबन्ध गरिएको विषयलाई सार्वजनिक नगरिने क्यानका प्रवक्ता छवि लामाले बताए। उनी 1 देखि 1.5 सातासम्म नेपाल आइपुग्ने लामाले जानकारी दिए। ल अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। खेल जीवनमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा पहिचान बनाउन थालेका उनी सन् 1968 अक्टोबर 12 मा ब्रिस्बेनमा जन्मेका। घरेलु क्रिकेटमा क्विन्सल्यान्डबाट खेलेका थिए र उनले अस्ट्रेलियाको राष्ट्रिय टिमबाट सन् 1995 मा एक टेस्ट खेलेका थिए। सन् 1994 देखि 1999 सम्म 54 एकदिवसीय खेल खेलेका अनुभव पनि रहेको छ। उनले अस्ट्रेलियाका घरेलु क्रिकेटमा क्विन्सल्यान्डको सफलतामा ठूलो योगदान दिएका थिए। स्टुअर्टले इङ्ल्यान्डको काउन्टी क्रिकेटमा पनि खेलेका थिए। खेल जीवनमा प्रशिक्षकको भूमिका प्रवेश गरेका उनले टेस्ट राष्ट्र बङ्गलादेशको टिमको मुख्य प्रशिक्षक जिम्मेवारी सन् 2011 देखि 2012 सम्म निभाएका थिए। त्यसपछि उनले वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलङ्का जस्ता क्रिकेटका ठूला राष्ट्रका लागि प्रशिक्षक तथा ब्याटिङ सल्लाहकारको रूपमा भूमिका समेत गरेर काम गरेका युवा खेलाडीलाई दक्ष बनाउने क्षमताका कारण उनी एक सफल प्रशिक्षकका रूपमा चिनिन्छन्। फागुन 18 पूर्व प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नगरेपछि मुख्य प्रशिक्षकको स्थान खाली रहेको थियो। क्यानले प्रशिक्षकका लागि खुल्ला गरेको आह्वानमा 70 प्रशिक्षकले आवेदन दिएका थिए र क्यानले जनाएको थियो, जसमध्ये सर्ट लिस्टमा 10 जनाको नाम रहेको थियो। आइसिसी विश्वकप रेटिङमा नेपालको निकै कठिन अवस्थामा रहेको छ। स्टुअर्टलाई सुरुवातमा नै ठूलो चुनौती रहेको छ। अन्ततः बधाई छ स्टुअर्ट ललाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा आउनुभएकोमा उहाँलाई स्वागत तथा बधाई साथै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद।